महिला बचत समूह भनेर गाउँ गाउँमा खोलिएको छैन होइन बचत गर्ने समूह के महिला समूह त्यही मासिक बचत पैसा कति भयो जम्मा पैसा कति भयो कस्तो कस्तो समस्या पर्दा चाहिँ पैसा ऋण लिन पाइन्छ कस्तो कस्तो समस्या पर्दा चाहिँ ऋण लिन पाइन्छ कस्तो कस्तो समस्या पर्दाखेरि चाहिँ लिन पाइन्छ ऋण समूहबाट अनि एकपटक लिँदाखेरि तपाईहरुलाई खाना हुन्छ कोही छ यतिमध्ये त्यहाँबाट ऋण लिने तपाईँहरू लिनु भएको छ सबै लिनु भएको छ केमा लिनुभयो यसो सेयर गर्नु के गर्न लिनुभयो के केमा गर्न लिनुभयो तरकारी तरकारी खेती गर्ने अनि के रोप्ने कि के तरकारी खेती गर्नु खेतीको लागि बढी चाहिँ यहाँ के उब्जनी हुन्छ यो ठाउँमा बढी हुन्छ त्यही आलु गोलभेडा के भन्छ आलु सालु पनि हुन्छ होला चामल के रे धान लाग्दै लाग्यो अनि यो गाईहरू छ नि गाई अनि त्यसपछि बाख्राहरू तिनीहरूलाई चरन पुग्छ त घाँसहरू पुग्छ त खाना घाँस काटेर ल्याएर पुग्छ कति टाढा गर्नुपर्छ त घाँस कति टाइम लाग्छ अनि के सामुदायिक वन छ त्यहीबाट ल्याउने होला दिन्छ तपाईहरुले त्यहाँबाट दाउरा घाँस दाउरा ल्याउनु यता हाम्रो के छ हाम्रो कति जति यति ल्याउन दिने भन्ने हुन्छ कि के हुन्छ उनीहरूले छुट्टै उ गरेछ के छ समस्या चाहिँ के हो त्यो समस्यामा दुई तीनचोटि मात्रै सुन्नु न दिदीबहिनीहरू जस्तो तपाईँहरू उमेर कलिलै छ यो कारण के हो तपाईँलाई पढ्न पठाएन स्कुल मास्टरले राम्रो पढाएनन् कि किन चाहिँ जानु रेकर्ड भइरहेछ होइन मुभीको रेकर्ड पनि चल्दैछ मेरो पहिला पहिला अब त्यही खानालाई पुग्दैन थियो अब पैसा लाग्थ्यो त्यही भएर तपाईँ स्कुल जानु भन्नु न कति बिहा पनि भइसकेको कति कति उमेरमा कतिवटा बच्चा बच्ची अहिले पढाउनु भएको छैन बच्चा बच्चीहरूलाई तपाईँले सबैले पढाइरहनु भएको छ कति क्लाससम्म पढाउनु भएको छ कतिसम्म पढाउने कति कक्षासम्म पढाउने बच्चाहरूलाई काभ्रे जिल्ला अब आफ्नो पढ्यो नि बच्चाहरूले अब 14-15 सम्म पढाउने इच्छा छ इच्छा छ कुरा गर्न गाह्रो छ हुन्छ त हजुर हुन्छ त खोइ अब के होला थाहा छैन पुरा हुन के गर्नुपर्ने भन्नु त तपाईहरुको माग के छ पुरा गर्न चाहिँ के हुनु पर्यो के गर्नु जस्तो 14-15 सम्म पढाउने भन्ने तपाईहरुको त्यो इच्छा पुरा गर्नलाई चाहिँ के गर्दै हुनुहुन्छ जस्तो लाग्छ हाम्रो इच्छा पुरा हुन्थ्यो भन्ने लाग्छ के हुनु पर्यो त पढ्नलाई बच्चालाई के गर्यो भने चाहिँ त्यो इच्छा पुरा हुन्छ अनि यसै छात्रवृत्ति प्रदान गर्यो भने कि
गाउँमै क्याम्पसहरू बनायो भने कि यहाँ ब्याचलर स्नातक तह छ कि छैन यहाँ बिए छ कि छैन यहाँ 12 छ यही छ ब्याचलरसम्म यही छ भनेपछि दुःख छैन तपाईलाई चाहिएको छात्रवृत्ति चाहिएको हो कि स्कुल लगि चाहिएको हो आर्थिक रूपमा अलिकति गाह्रो भयो ए अनि छोरालाई र छोरीलाई पढाउने विषयमा चाहिँ छोरालाई र छोरीलाई सँगै स्कुल पठाउने हो कि छोरीलाई चाहिँ 1-2 कक्षा पढाउने अनि छुट्याइदिने के हो कुरा दुवैलाई पठाउने हो जस्तो यो तिमी स्कुल जान्छौ बहिनी कति कक्षा पढ्छौ 5 मा अनि तिम्रो भाइ दाइहरू कोही हुनुहुन्छ दाइहरू स्कुल सबै बिहे भइसक्यो स्कुल क्याम्पस पढ्नु अलिअलि हजुर त्यो सही गर्न पनि आउँदैन शिक्षाको भयङ्कर समस्या देखियो दुर्गाजी है होइन छोड्ने बिचैमा छोड्ने यो पुरा चाहिँ नगर्ने होइन स्कुल पठाउने पुरा कतिसम्म पुरा गर्छ 10 सम्म यो गाउँमा कतिजनाले 10 कटा है 10 कटा छैन 10 कटा छैन कसैले पनि अमितलाई दसै कटाउनु भएको छैन यहाँ सबभन्दा धेरै पढ्ने 8 मात्रै हो ओहो अनि सबैलाई पढाउने इच्छा अनि 8 बाट 10 सम्म चाहिँ कसरी नपुग्या हो किन छोड्यो त किन छोड्यो तपाईले नै नपठाउनु भयो कि ब्याचलर चाहिँ छ भन्नु बच्चा अब सानसानै छ न अब बुवाआमाले हैन अरूले किन नपठाउँदैन बुवाआमाले नपठाउँदैन दुःख परेर होला कस्तो दुःख आर्थिक रूपमा दुःख कि घरमा काम गर्नुपर्छ भन्ने दुःख कि महिलाहरूले पनि 8 कक्षासम्म पढ्छन् महिलाहरू झन् छँदै छैनन् पुरुषहरू मात्र महिलाहरू पनि कक्षासम्म पढ्छ दिदी यता दिदीहरू महिलाहरू छोरीहरू कति कक्षासम्म मात्र पढेका छन् सबैभन्दा धेरै पढ्ने कतिसम्म अरूहरूको गाउँघरको सबैको छोरीहरू पनि 8 सम्म पढेका छन् 5 सम्म हो भनेपछि छोरा र छोरीमा त्यत्रो उ छ भिन्नता छ है अब दिदीलाई म एउटा कुरा सोध्छु यहाँ नपढ्नेहरूको संख्या बढिरहेछ पढे पनि बिचैमा छाड्नेहरूको संख्या झनै बढिरहेछ है छोरीहरू चाहिँ कतिसम्म पढेका छन् यहाँ गाउँघरमा कतिसम्म सबैभन्दा धेरै पढ्ने कतिसम्म 7 सम्म मात्र 8 सम्म पनि पुगेका छैनन् त्यत्रो भेदभाव सानै छन् अरूको हो अरे सबैको क्या गाउँकै क्या तपाईँहरू त प्रतिनिधि आज सबै गाउँको यसलाई बिच मार्नु है तपाईँ भन्नु पर्यो मान्छे खाना लाउन नपाएर चाहिँ पढ्न नगएका हुन् पढ्न जानुपर्छ हामीले सचिवलाई माग्नु पर्छ
हेल्थमा चाहिँ पहिला ओल्ने थियो अनि यहाँ तपाईँले उत्पादन गर्नुभएको खेतीबाट उत्पादन गर्नुभएको छ नि धान गहुँ के उत्पादन गर्नुहुन्छ त्यो काठमाडौँमा यो यहाँ बेच्न पनि लानुहुन्छ यहाँ बजारहरूमा आफैले खान ठिक पुग्छ कि पुग्दैन कुनै कुनै पुग्छ भनेपछि बजारसम्म लानै पाइन्छ आफैलाई पुग्दै पुग्दैन हो त्यस्तो अब तपाईँहरूले कुरा भनेकोमा चाहिँ हामीले चाहिँ एउटा खानेपानीमा तपाईँको समस्या देख्यौँ है एउटा कुलोमा समस्या देख्यौँ है अर्को तपाईँहरूलाई खेतीपाती कहाँ कसरी लगाइदिने भनेर चाहिँ पढे लेखेका मान्छेले आएर भन्दैनन् है त्यहाँ समस्या देखियो अनि अर्को तपाईँहरूको बच्चा बच्चीहरू अलिक योभन्दा अगाडिका पुस्ताहरूको छोराछोरीहरू स्कुल चाहिँ गएन गए पनि बिचैमा छाडे है अब अहिले पनि छोरी र छोरामा चाहिँ सँगसँगै स्कुल जान्छ कि छोरीलाई चाहिँ घरमा काम लगाउने छोरीलाई पनि पढाउने चलन छ नि छोरी चाहिँ घरमा काम गर्ने छोरालाई मात्र पढाउँ भन्ने छ नि सबै जान्छ अनि अब यो स्वास्थ्य सम्बन्धीको तपाईँको चाहिँ कुरामा बिरामी पर्दाखेरि औषधिमूलक पाइरहेको छ किनेर खाइरहेको छ स्वास्थ्य चौकीले चाहिँ सिधै औषधि यो चाहिँ पाइन्छ भनेर दिएको Migration in migration out. बत्ती सबै ठाउँमा छ पाल्नुपर्छ यो गाउँबाटै निकालेको कि केन्द्रबाट कहिले मात्रै आउँछ त्यो बत्तीले चाहिँ रेडियो सुन्न टिभी हेर्न पावर पुग्छ रेडियो सुन्नलाई चाहिँ पावर पुग्छ यतैतिरबाट त्यो बत्ती ल्याएको हो कि कहाँबाट त्यो लघु जलविद्युत हो कि यतैतिरबाट ऊ भएको हो कि सरकारले केन्द्रीय प्रसारण त्यही भएर अनि यहाँ सुन्नु न अब यो अहिले पुरुष आउनु भएको छैन महिलाहरू मात्रै आउनु भएको छ पुरुष कहाँ अनि यहाँ बसाइसराईको कस्तो छ यहाँ छोडेर अन्त कुनै गाउँमा काठमाडौँ कतिजना जानुभएको छ बस्नलाई काम गर्नलाई कोही पनि जानुहुन्छ काठमाडौँमा काम गर्न कोही जानुभएको अनि विदेशमा रोजगार गर्न जाने कति सबैजना सबै गाउँमै दुईजना कि
विदेश जान्छ कहाँ कहाँ जानु This is about the PRS activities by the students and the first semesters in Kodari of Mahadevisthan VDC, Ward number 9, dated on May 7th or Baishakh 23 gate 2068 साल अहिले 12:30 बजेको छ र यो PRA कार्यक्रम भइरहेको हो। यो कोदारी गाविसका कोदारी गाउँको महादेवस्थान 9 वडा नम्बर 9 को कोदारी गाउँमा महिलाहरू भेला भएका छन् र विद्यार्थीहरूले समस्या कसरी पहिचान गर्ने र कसरी प्रायोरिटी सेटिङ गर्ने भन्ने विषयमा एक्सर्साइज गरिरहेको हो। आफूलाई चाहिएको यो समस्या मध्ये सबभन्दा ठुलो समस्या कुन हो भनेर हामी अब तपाईको शिक्षा सम्बन्धीको समस्या आयो, स्वास्थ्य सम्बन्धीको समस्या आयो।